10 वर्ष पहिला तपाईँले आधार कार्ड बनाउनु भयो। आधार कार्ड बनाइसकेपछि त्यो 10 फिङ्गरको जो स्लिप हुन्छ त्यो स्लिप चाहिँ तपाईँले हराइसक्नुभयो। कुन नम्बरमा चाहिँ यो आधार कार्डसँग लिङ्क थियो भन्ने पनि थाहा छैन र तपाईँले आधार कार्ड नम्बर पनि थाहा छैन। अहिले आधार कार्ड पनि हराइसक्यो। अब त्यस्तो अवस्थामा दोबारा आधार कार्ड ल्याउनको लागि के गर्नु पर्यो? अब तपाईँले पहिला त्यतिको आधार कार्डको महत्त्व थिएन, अब चाहिँ आधार कार्डको जिज्ञासा जाग्यो। आधार कार्ड चाहिँ म हुने, अब फेरि त्यसलाई एकचोटि त बनाएको छु, मसँग स्लिप पनि छैन, मोबाइल नम्बर पनि छैन लिङ्क, त्यसरी आधार नम्बर पनि छैन, आधार कार्डको फोटो पनि छैन मसँग भनेपछि यस्तो अवस्थामा चाहिँ अब आधार कार्ड लिनको लागि के गर्नुपर्छ त, अथवा कस्तो प्रोसेस गर्दाखेरि चाहिँ हामीले जो पुरानो आधार कार्डलाई निकाल्न सकिन्छ अथवा त्यो आधारमा चाहिँ नयाँ मोबाइल नम्बर लिङ्क कसरी गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा बताउने छु। भिडियो एकदमै राम्रो हुनेवाला छ। धेरै भारतमा छोडेर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकदमै काम लाग्न सक्छ। त्यो भएको हिसाबले गर्दा धेरैभन्दा धेरै सेयर गरिदिनु होला, एकवटा लाइक गरिदिनु होला, भिडियोलाई धेरै सेयर गरिदिनु भन्न चाहन्छु। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब अवश्य नै गरिदिइहाल्नु होला, किनभने यस्तै खाली भिडियोहरू मैले तपाईँलाई ल्याइरहेको हुन्छु। त्यो भएको हिसाबले गर्दाखेरि तपाईँले च्यानललाई अवश्य नै सब्सक्राइब गरिदिनु होला र धेरैभन्दा धेरै साथीहरूको चाहिँ यो प्रब्लम हुनसक्छ। त्यो भएको हिसाबले गर्दाखेरि यो भिडियो धेरैभन्दा धेरै सेयर गर्न नबिर्सिनु होला। फर्स्टमा चाहिँ के गरौँ त भन्दाखेरि तपाईँले आधार कार्ड बनाउनु भयो। आधार कार्ड बनाएको जो मोबाइल नम्बर पनि तपाईँसँग याद छ, अनि याद हुँदाहुँदै तपाईँसँग स्लिप पनि छ, सबै कुरो छ हैन। तपाईँको मोबाइल नम्बर लिङ्क छैन भनेपछि दोबारा आधार अफिसमा गएर चाहिँ तपाईँले मोबाइल नम्बरलाई नयाँ मोबाइल नम्बर लिङ्क गरेर चाहिँ तपाईँले त्यो आधार कार्डलाई चालु राख्न सक्नुहुन्छ। कोही साथीहरूले चाहिँ अब आधार कार्ड उति बेला बनाइहाल्नु भयो, त्यो आधार कार्ड खासै युज नभएर हो र त्यत्तिकै छोडिदिनु भयो, अथवा हरायो, कतैको हरायो, जान अन्जानमा हरायो, त्योसँग मोबाइल नम्बर लिङ्क भएको थाहा छैन, अथवा त्यो चाहिँ अब कसरी चाहिँ निकाल्ने, मसँग आधार नम्बर पनि थाहा छैन 16 डिजिटको भनेपछि चाहिँ त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि तपाईँले आफ्नै मोबाइल फोनमा माई आधारमा जानुपर्ने हुन्छ। माई आधारमा गइसकेपछि त्यहाँ तपाईँलाई आधार नम्बर भन्ने लेखेको हुन्छ, त्यहाँ आधार नम्बर चाहिँ हाल्नु होला। आधार नम्बर अथवा नयाँ मोबाइल नम्बर दिएको हुन्छ, तलपट्टि माथि आधार नम्बर। यदि तपाईँसँग मोबाइल नम्बर थाहा छैन भनेपछि तपाईँले त्यस्तो गर्न सक्नुहुन्छ। माथि चाहिँ आधार नम्बर हाल्नु होला, तल चाहिँ मोबाइल नम्बर फिट गरिदिनु होला। त्यस्तो अवस्थामा चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ तपाईँको नयाँ मोबाइल नम्बर लिङ्क गर्ने तरिकाहरू अप्सन आउँछन् त्यहाँ। यदि तपाईँसँग त्यो मोबाइल आधार नम्बर छैन, तपाईँको लिङ्क मोबाइल नम्बर पनि छैन भनेपछि तपाईँले के गर्नुपर्ने हुन्छ त भनेपछि तपाईँले माई आधारमा जानुहोस् र आधारमा गइसकेपछि त्यहाँ विभिन्न फर्मुलिटीहरू हुन्छन्। तपाईँले आधार नम्बर मगाउने हो, मोबाइल नम्बर लिङ्क भएको याद छ भनेपछि चाहिँ तपाईँले के गर्नुहोस् त भन्दाखेरि चाहिँ माई आधारमा जानुहोस्। आधारमा गइसकेपछि त्यहाँ तपाईँले मोबाइल नम्बरको अप्सन दिन्छ। मलाई मोबाइल नम्बर थाहा छैन, पुरानो मोबाइल नम्बर थाहा छैन, मलाई आधार नम्बर थाहा छ भने माथिल्लो डब्बामा चाहिँ आधार नम्बर हालिदिनु होला 16 डिजिटको। तलपट्टि चाहिँ नयाँ मोबाइल नम्बर जो कि तपाईँलाई वान टाइम पासवर्ड आउँछ, त्यो पासवर्ड दिने आउने नम्बर चाहिँ तपाईँले फिट गरिदिनु पर्ने हुन्छ। त्यति तपाईँलाई त्यो फिट गरिदिनु भयो भनेपछि तपाईँले तल सर्च अप्सनमा समेट अप्सनमा क्लिक गरिदिनु भयो। समेट गरिदिनु भयो भनेपछि तपाईँलाई चाहिँ के हुन्छ त भनेपछि लास्ट 4वटा डिजिटका जो आधार कार्डको लास्ट नम्बर हुन्छ त्यो नम्बर चाहिँ तपाईँलाई दिन्छ। त्यो अवस्थामा त्यही 4वटा डिजिटको नम्बर लिएर तपाईँले मेरो आधार कार्डमा रहेको यो हो यसरी चाहिँ यो नम्बर हो, 4वटा नम्बर यिनी हुन् भनेर तपाईँले दिनुभयो भनेपछि तपाईँले आधार नम्बर खोजेर अथवा तपाईँसँग नाम लिङ्क गराएर चाहिँ तपाईँले आधार अफिसमा चाहिँ मिल्न सक्छ। अब चाहिँ यस्तो अवस्थामा के हुन्छ त भन्दाखेरि अब तपाईँसँग आधार कार्ड नम्बर पनि थाहा छैन, तपाईँले आधार नम्बर पनि थाहा छैन, 16 डिजिटको मोबाइल नम्बर पनि थाहा छैन, तपाईँसँग स्लिप पनि हराइसक्यो, सबै कुरा हराइसक्यो, मलाई केही थाहा छैन, सिर्फ मसँग आधार कार्ड मात्र बनाएको थिएँ भन्ने चाहिँ याद छ भनेपछि तपाईँले के गर्नुपर्ने हुन्छ त भनेपछि तपाईँले माई आधारमा गइसकेपछि तल स्क्रोल डाउन गर्नुभयो भनेपछि त्यहाँ गएर तपाईँलाई एउटा नम्बर दिन्छ, टोल फ्री नम्बर। त्यो नम्बरमा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ र तपाईँको चाहिँ जन्म मिति कुन राख्नुभएको थियो त्यहाँ त्यो पनि याद हुनुपर्छ। मोबाइल नम्बर पनि तपाईँले कुन राख्नुभएको थियो त्यो बेला पनि तपाईँले बताउनुपर्छ। अनि त्यस्तै गरी एड्रेस बताउनुपर्छ तपाईँले, होइन। त्यस्तै पिनकोड, जो सबभन्दा धेरै मेन भनेको नै सबभन्दा ठुलो इम्पोर्टेन्ट भनेको नै पिनकोड हुन्छ। त्यो पिनकोड चाहिँ तपाईँले नभुलिकन अथवा तपाईँ बसेको एरियाको नम्बर, पिन नम्बर र एड्रेस चाहिँ एकदमै राम्रोसँग बताउनु पर्ने हुन्छ। अनि त्यो बताउनु भयो भनेपछि तपाईँलाई उताबाट के गर्छन् त भनेपछि तपाईँको परोपरसँग तपाईँले राम्रोसँग बुझाउनु भयो आधार कम्पनीलाई, र तपाईँले एड्रेस राम्रो दिनुभयो, तपाईँको जन्म डेट राम्रो सही दिनुभयो, तपाईँको एड्रेस सही दिनुभयो, तपाईँको नाम सही दिनुभयो भनेपछि के गर्छ त भनेपछि तपाईँले आधार 16 डिजिटको आधार नम्बर उताबाट दिन्छन्। तपाईँले आधारको 16 डिजिटको नाम नम्बर तपाईँलाई आइसक्यो भनेपछि तपाईँले आधार
अफिसमा जानुपर्ने हुन्छ र आधार अफिसमा जाँदाखेरि चाहिँ मेरो चाहिँ आधार नम्बर यो हो, मेरो चाहिँ मोबाइल नम्बर अथवा कुनै पनि चिज यसमा छैन, म त्यो भएको हिसाबले गर्दाखेरि मलाई यसमा मोबाइल नम्बर नयाँ लिङ्क गर्नु छ भनेर भन्नुभयो भनेपछि तपाईँले आधार अफिसमा चाहिँ मोबाइल नम्बर लिङ्क गरिदिन्छ। मोबाइल नम्बर लिङ्क गरिदिइसक्यो भने तपाईँलाई 24 देखि 48 घन्टासम्म लाग्छ त्यो टाइम। मोबाइल नम्बर लिङ्क भइसक्यो भनेपछि अब तपाईँलाई एउटा भर्चुअल आधार कार्ड चाहिँ तपाईँले निकाल्न सक्नुहुनेछ। यो जानकारी कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया अवश्य दिन नबिर्सिनु होला। यस्तै यस्तै भिडियोको लागि अहिलेसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अवश्य सब्सक्राइब गरिदिनु होला। अहिलेसम्म यो भिडियोलाई लाइक गरिदिनु भएको छैन भने एउटा लाइक गरिदिनु होला र तपाईँको ओपिनियन तल कमेन्ट बक्समा गएर अवश्य पनि छोड्न नबिर्सिनु होला। यता साइडमा देखाएका 2वटा भिडियो तपाईँले एकदमै जरुरी हुनेछन्, यिनी भिडियो पनि हेर्न चाहिँ नबिर्सिनु होला भन्दै आजको भिडियो यहीँ रहेको